अच्छा, उहाँले अर्को पनि एउटा के मुद्दा उठाउनु भएको छ भने फाउन्डेसनको कुरा, हजुर, हैन, माया घरको कुरा, हजुर। यसमा के म हजुरलाई बताउन चाहन्छु, 3वटा संस्था हो है। मैले चाहिँ कथाको साथसाथमा सेवा पनि चाहिन्छ भनेर यो 2टा कुरालाई सँगै लिएर जाने प्रयास गरेको। त्यो मैले नगरेको भए पनि हुन्थ्यो, मेरो स्व इच्छाको कुरा हो नि। तर समाजमा सेवा पनि चाहिन्छ, भक्तिको साथमा सेवा भएन भने अपूर्ण हुन्छ। किन, यो मेरो देश हो, यो मेरो मातृभूमि हो, यही भूमिको लागि मैले मेरो आफ्नो जीवन समर्पण गरेर गरेको छु र यसलाई चाहिँ मैले केही न केही मेरो आफ्नो जे गच्छले भ्याउँछ म त्यहाँसम्म गर्छु भन्ने भावले पहिलो संस्था इटरीमा मायाघर नेपाल भनेर सुरुवात गरियो। त्यसपछि दोस्रो संस्था छ हाम्रो मायाघर बर्दिवास महोत्तरी जिल्लामा छ। तेस्रो संस्था हो राधिका फाउन्डेसन झापा जिल्लामा छ है। यी 3वटा अलग अलग संस्थाहरू हुन्। 3टै संस्थाको संस्थापक अध्यक्ष चाहिँ म हुँ, संरक्षक पनि म हुँ। तर 2वटा संस्थामा अहिले मैले जिम्मा लगाइसकेको छु। तेस्रो संस्थामा मात्रै छु, राधिका फाउन्डेसन। पहिलो संस्था इटरीमा मायाघर नेपाल भन्ने रहेको छ। जुन प्रकार उहाँले भन्नु त्यहाँ गएको बजेट भनेको त सरकारले दिने होला नि त, होइन? बजेट भन्ने शब्दबाट त सरकारले दिने फन्ड त सिधै संस्थालाई नै जान्छ होला पहिलो नम्बरमा। दोस्रो कुरा चाहिँ कस्तो भने नितान्त सेवा गरेर 7 वर्षसम्म संस्था 0 लेभलबाट उठाएर जग्गा भवन तयार गरेर एउटा टिम, लोकल टिम बनाएर जिम्मा लगाएको कुरा हो। त्यति धेरै गाह्रो हुन्थ्यो भने त उहाँहरूले त मसँग पो समन्वय गर्नुहुन्थ्यो त, कहाँ नानीलाई थाहा हुन्थ्यो होला र, होइन त? उहाँहरूले आजसम्म खोइ मलाई आधिकारिक केही पत्र पठाउनु भएको छैन, फोनमा पनि कुरा भइरहेछ। त्यो माया घर भने इटरीको होइन त? हजुर। त्यो इटरीमा चाहिँ जस्तै इटरीमा तपाईँ त्यत्रो व्यवस्थापन गर्नुभयो, त्यतिका बालबच्चाहरू सबैलाई आश्रय दिनु पनि भयो, फेरि त्यहाँ छोड्नुभयो भन्ने कुरा छ। छोडेर फेरि झापातिर लाग्नुभयो, बर्दिवासतिर आउनुभयो भन्ने जुन कुरा छ नि, यो के खटपट परेको हो त्यहाँ चाहिँ? यस्तो हो क्या हजुर, संस्था मेरो पेवा होइन हो कि होइन होला, त्यो राज्यको सम्पत्ति हो नि त, मेरो होइन नि त, व्यक्तिको होइन नि त। त्यो त भोलि म मर्दा पनि त्यो संस्था चल्नुपर्छ के हो कि होइन भन्नुहोस् न? संस्था राज्यको सम्पत्ति हो, मेरो काम मेरो गच्छले भ्याएको गर्ने हो, मेरो गच्छले जो भ्याउँछ त्यो मैले गर्ने हो। आज पनि म यो भन्न चाहन्छु कि मायाघर नेपाल इटहरीको सञ्चालक समितिले माताजी हामीले चलाउन सकेनौँ, गाह्रो भयो, हजुर आइदिनुहोस् भन्नु भने आज पनि म प्रेसिडेन्ट भएर चलाउन तयार छु त। मलाई के गाह्रो छ र? मैले जन्माएको कुरा हो त, बच्चा हो त त्यो त मेरो। त्यहाँ मात्रै होइन, मैले बर्दिवासमा पनि त्यही भनेको छु। तपाईँहरू जुन दिन भन्नुहोस् कि यो संस्था हामीलाई गाह्रो भयो, हजुर आउनुपर्छ भन्नुहोस्, म तुरन्त आउँछु, मलाई कुनै समस्या छैन। त्यही भएर यो नितान्त भ्रामक बाहिर भ्रमित गर्ने कुरा छन्। कसरी हुन्छ राधिका दासीलाई चाहिँ अहिले कुनै पनि प्रकारले यसलाई तल गिराउँ भन्ने मात्रै छ।